रोजगार सम्बन्धी विविध समस्याहरू छन् भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। हाम्रो इमेल एड्रेस रहेको छ poshanpariyar@yahoo.com POSHAN पोषण PARIYAR pariyar@yahoo.com र यसमा इमेल गर्न सक्नुहुनेछ। र आउँदो कार्यक्रमका श्रृङ्खलामा पनि विदेशमा रहनुभएका तपाईँका आफन्तजनहरूका सन्देश, सम्झना र अनुभव र मिठा मिठा गीत सङ्गीतको साथमा उपस्थित हुने नै छौँ। र हाम्रो कार्यक्रमका श्रृङ्खलाहरू www.salyanprabhas.blogspot.com र सामाजिक सञ्जाल ट्विटर, युट्युब र फेसबुकमा सल्यान प्रवास टाइप गरेर फुर्सदको समयमा संसारभर सुन्न सक्नुहुन्छ। र यसै गरी रेडियो राप्ती एफएम 104.8 मेगाहर्जमा हरेक साताको आइतबार अपराह्न 4:15 देखि 4:45 बजेसम्म र यही कार्यक्रम रेडियो शारदा एफएम 99.2 मेगाहर्जमा हरेक साताको मङ्गलबार बिहान 8:30 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ। र यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धेरैभन्दा धेरै धन्यवाद। र यति बेलासम्म मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन प्रविधि संयोजनमा रहेर सहयोग गर्ने प्राविधिक सहयात्री भरतदेव कोटा र गोपाल शर्मालाई धेरैभन्दा धेरै धन्यवाद दिँदै मलेसियाको कोलालम्पुरदेखि कार्यक्रम संयोजक कलिराम घरती मगरसँगै आजको कार्यक्रमको यात्राभरको साथी म कार्यक्रम प्रस्तुता पोषण परियार बिदा हुने अनुमति चाहन्छु। हस्त नमस्ते, तपाईँको साता शुभ बितोस्।